अथवा भोगको आउँछ, पुरा प्लेजर अथवा मजाको आउँछ के कुरा बुझ्नु भयो तपाईले। त्यही भएर त्यसलाई भन्छ हामीले अब्सेसन। अब्सेसन भनेको इङ्ग्लिस शब्द हो, बारम्बार एउटै कुरामा मात्रै गइराख्नु के सोचाइ। अनि त्यो अब्सेसनको आधारमा इम्पल्सन झ्याट्टै गरिदिइहाल्ने के, सोच्दै नसोच्ने परिणाम के हुन जान्छ भनेर सोच्नै नसक्ने। अनि कम्पल्सिभ बिहेभियर भनेको अब त्यो नगरिकन उसलाई शान्ति हुँदैन, खुसी हुँदैन, मनमा आनन्द मिल्दैन, ऊ भट्किन्छ के बिचरा। अनि त्यही भएर लत आजको जमानामा धेरै प्रकारको हुनसक्छ। सायद तपाईँ हामीलाई पनि छ कि विचार गर्नु होला। मेरो बुढीलाई त छ। 2 बजेसम्म यो नभए हिजो त छटपट डाहा म बत्ती नभएर होइन, के भएछ इन्टरनेट गएछ। मैले चाहिँ आनन्द भयो, मलाई त शीतल आनन्द भयो। म त सिरिज छ, सिरिज हेरेर बस्छु भनेर टिभीमा सिरिज लगाए पेनड्राइभ हालेर। बुढी त सिरिज पनि नहेर्ने, मोबाइल पनि छैन, छटपट रातिको 1 बजेसम्म त अब न त अब आएर तुलसी छ, न त गोबर लिप पोच्छ, सिमेन्टेड भइसक्यो, न त उसलाई चाहिँ नि ससुराले बुहारी भन्नेवाला छ, न त सासु आमाको किचकिच छ। अहिलेको जमानामा त केटीहरूले पनि त्यही खोज्दो रहेछन्, टुरा खुसी। ल तपाईँहरूलाई थाहै छ कहाँ हुनुहुन्छ तपाईँहरू। अब फेरि भोलि गएर तपाईँहरू सासु बन्नु लाग्छ नि।